लिएर म चाहिँ जान लागेको बाख्रालाई घाँस काट्न। यही हो अब फेरि अब बाख्राको लागि भए पनि घाँस काट्नु पर्यो। गाले घाँस काटेर आउँछु अब। जान लागिसकेँ। अब हिँड्दैछु। भरे 12 बजेसम्म चाहिँ आइपुग्ला भन्ने आशाको साथ जाँदैछु र अब जान लाग्यो। घरमा कोही नभएको हुनाले आज एक्लै छु अनि त्यही भएर घाँस काट्न आएको हो म चाहिँ। र अब यहाँदेखि देख्नु सक्नुहुन्छ उताको भ्यू पनि दामी आइरहेको छ। यही रुख हो गाइस काट्नुपर्ने चाहिँ प्रबाट काट्नुपर्ने छ होइन। अब रुख चढ्न लागेको छु। हेरौँ है पुरै सकिसक्यो गाइस काटेर यहाँनिर राखेको छु यता होइन। अनि अरू पनि यता पनि छ, यता पनि गएको छ, यता पनि गएको छ, यता पनि गएको छ, जताततै गएको छ कि सबले खेरेर अब लगेर जानुपर्छ घर। त्यही हो अब 15 मिनटमा पुगिन्छ होला लाग्यो है भारी सारी बोकेर। त्यही हो अबको 10-15 अब हिँडियो सरासर। बाटो फेरि लास्टै अप्ठ्यारो पो छ त फेरि यसमा त। अनि अब कता अब चाहिँ फाइनली आइपुग्यो गाइस घर। यहाँ फेरि आगो नबलेर होइन गाइस पुरै अमन लागिरहेको छ कि आगो। खाना पनि खाइएको छैन। अब खाना बनाएर खाने भन्ने त आगै बल्दैन।